हेलो मेरो प्यारा साथीहरू, आज चाहिँ म यता सिरु टारमा इभिनिङ वाक हिँड्दैछु। हजुरहरू पनि इभिनिङ वाक चाहिँ गर्नुपर्छ है। मेरो पछाडि दुईजना प्यारीहरू पनि आउँदैछन् आफ्नै धुनमा। अपने ही धुन में चले हैं पवित्र खारा रे के ल हेर कस्ता हिरोइनहरू बाप्रे, आफू परे केटा जस्तो दुईटी पछि लागेका छन्। इभिनिङ वाक जाँदाखेरि चाहिँ यस्तो छ कि यताको भ्यूहरू चाहिँ यस्तो राम्रो के आनन्द। घाम डुब्न लागेछ, सडक हिँडिरहेछौँ, यस्तो मजा लाग्छ। कहिलेकाहीँ यता आएको बेलामा चाहिँ हामी सादा पख हिँड्छौँ, रमाइलो लाग्छ। हजुरहरू पनि हेर्नुहोला, हिँड्नुहोला, आफ्नो हेल्थको चाहिँ केयर गर्नुपर्छ साथीहरू। बाटोमा डगीहरू पनि भाग गरिरहेछन् हो। यस्तो खोल्चामा पसेछ एउटा कान्छो त त्यो निस्क्यो के हेर्दैछ। गाउँबारीहरू पनि कस्तो राम्रो कि यता त हरियो देख्न पाइन्छ, आफ्नो घरतिर देख्न पाइँदैन के पनि, घरदेखि केही छैन। अनि ल हेरौँ है कस्तो राम्रो, वाउ गाउँ यो चाहिँ पाक्न लागेछ। कस्तो राम्रो के बाँसको बोट, आहा वाउ बाँसको बोट बिचमा यस्तो बाटो मजाको। हेरौँ न अगाडि कपाल लाउँदै पिटिक गरेर हिँडिरहेकी छिन्। बोट बिरुवा क्या राम्रो के मनपर्छ नि त। यस्तो प्रकृतिसँग रमाउन अति आनन्द लाग्छ। ऊ त्यसरी गाउँको भारी बोकेर बाटोमा नि हिँडिरहेछन्। मान्छेभन्दा ठुलो उकालो झर्दैछौँ यहाँबाट चाहिँ। यहाँबाट अलि तल पुगेपछि झरिरह हो, टुक्लुक हिँडेर अलि तल गएपछि चाहिँ मन्दिर छ। मन्दिरको पनि यसो नजारा गराइदिन्छु है त मैले। हिँड्दै तलतिर झऱ्यौँ, यहाँ आएर मन्दिर हेरौँ है क्या राम्रो। यहाँ महादेवको मन्दिर। यहाँ जहिले इभिनिङ वाक आउँदाखेरि यता आएको बेलामा चाहिँ म आउँछु के, मलाई मन्दिरको खोड्किला झर्दैछु टुक्लुक लाएर। यहाँ चाहिँ मन्दिरको गेट हो। मन्दिरको गेटबाट म भित्र छिरेँ, फुत्रुक तल गइरहेछ। यसरी गएपछि अनि यसरी यहाँ जय शम्भु हर हर महादेव। तल पानी देखिन्छ, यसरी घुम्ने। त्यता घन्टी बजाउँदै मेरो साथी यहाँ पानी झर्थ्यो, अहिले चाहिँ सुकेछ। ल डर लाग्यो। ओहो मन्दिरबाट माथि निस्क्यो। यहाँ तल मन्दिर हो, कस्तो राम्रो छ। यहाँ चाहिँ रुखहरू स्यास्या भए। ल हेरौँ है रुख। यहाँ पुरानो डिजाइनको मन्दिर परिसरमा यो घर रहेछ। अब के हो थाहा छैन, म चाहिँ व्यक्तिको हो कि अरू कसैको हो। लास जलाइरहेको रहेछ ऊ त्यहाँ। यहाँनिर लास पनि जलाउँदो रहेछ नि ल। वैकुण्ठवास होस्। केही छैन होइन, कतिखेर कहाँ कहिलेसम्म हुन्छ भन्ने थाहा छैन। आज मैले सपना कस्तो देखेको थिएँ है, प्लेन दुर्घटना भएको। चिन्दिनँ म कसको लास जलाइरहेको हो, तर पनि देखेँ। त्यो कुराहरू चाहिँ त्यसमै कटियोस्। हामी नेपालीहरूको धेरै कुराहरू विश्वास गरिन्छ नि त होइन। त्यही भएर म चाहिँ ग्राभल रोडमा आइपुगेँ। यहाँबाट यसरी यो बाटो हुँदै जाने हो
हामी चाहिँ घामको किरण पनि यहाँबाट सनसेट हुने बेला भएको छ कि अब त्यही भएर कस्तो कालो कालो देखिरहेको छ यताबाट खिच्दा। साथी एकजना कता गइन् त्यही भएर म फेरि फर्केर यो मन्दिर माथिको बाटोबाट खोज्न गइरहेको छु। साथीलाई नभेटेर फेरि म फर्केँ यसरी हिँड्दै लुसुक अल्छी लाग्यो। अब कता खोज्ने, फोन पनि उठाइरहेको छैन उसले। त्यो पो झ्याउ लाग्यो त मलाई हत्तेरिका। ऊ चाहिँ हामीलाई छोडेर यही बाटो हुँदै कता पुगिसक्यो अरे भन्दै छिन्। गफ गर्दै गएर साथीहरू धेरै लामो भिडियो पनि हजुरहरूलाई हेर्न पनि यसको न्याङ कुरा भनेर झ्याउ हुन्छ होला होइन। त्यही भएर अब चाहिँ मैले भिडियोको अन्त्य गर्छु होला। सबैजनाले हेरिदिनु होला। मेरो टिकटकमा नि मैले राख्छु र मेरो युट्युबमा नि राख्छु। युट्युबमा नि हेरिदिनु। कस्तो राम्रो देखेको नि प्रभु। म हिँड्दै ल युट्युबमा मलाई सब्सक्राइब गरिदिनु होला। मेरो युट्युबमा पनि रिता बुढाथोकी नि छ होइन। त्यही भएर हेर्नु होला है त कस्तो लाग्छ। हजुरहरूको डिमान्ड अनुसार म भिडियो बनाउँछु। केही भन्नु छ भने साथीहरूले मलाई कस्तो खालको भिडियो चाहिँ मैले युट्युबमा राख्ने भनेर सजेसन पनि गर्नु होला है त। ओके बाइ बाइ।